अन्त दुई शब्द बुझ्नेलाई पनि हामीलाई साह्रो पर्यो अघि ती हाम्रो रम्बेङतिरै बसिदिएको भए पनि एक दुई शब्द त बटुल्ने थियौँ होला तर अब दुःखले हो कि सुखले हो कमाइ गर्नु भनेर हो कि बा त्यसै घुम्नुलाई हो उता मुङलान चरिदियो अन्त यो हाम्रो आफ्नो अब दिगुचाइ संस्कृति आफ्नो इतिहासलाई त हाम्रो त निकै साह्रो परिगयो नि हामी पिछेकोलाई अब हाम्रो कोप्पा रन्जोज भइन्जेल धेरै सुविधा थियो होला हाम्रो भाषालाई प्रयोग गर्नु त्यहाँबाट पछि हाम्रो बाबुहरू आउनुभयो यता उहाँहरूले पनि लिएर आउनु भएको थियो तर यो ठाउँमा त्यो हाम्रो भाषा बोलिदिने बोलिएन त्यहाँबाट भुलियो कोही कोही बेला हाम्रो बाबुले बोलाउनु हुँदा चाहिँ बानु भन्थ्यो हो के भन्थ्यौँ हामी नै अहिले ढोका लाग्छ कोही कान्छ उता बानु भन्दाखेरि क्या हो के हो जिस्काको जस्तो लाग्थ्यो अब अहिले छैन हामीमा रित्तो भएर गयो भाषा त नेपालमै पनि रित्तिसकेको छ भने पनि भयो कोहीले बोल्छ है हामी पनि अब एउटा प्र्याक्टिस नबोलेर नभएर नै भुलिएको हो क्या हाम्रो पापाहरू आमाहरू त बोल्थ्यो तर हामीले अब टिपिङ गरिएन त्यही भन्नु त बुझिन्थ्यो बुझ्नु चाहिँ तर अब के गर्नु हामीले प्र्याक्टिस भएन धेरै बाहिर हिँडियो फेरि देशमा यस्तो भन्ने त हाम्रो खासै चाम्लिङ बोलिदिने हाम्रो चाम्लिङ एकट्ठा भएदेखि हुने यसमा छासमिसे बस्दाखेरि बान्तवा बेसी बोल्ने भयो हो अन्त बान्तवा बोलिसकेपछि सबैले बान्तवाकै लजमा गयो आफ्नो चाम्लिङ भाषा अलिकति बिर्सियो अन्त बरु यहाँ मैले एउटा किताबको माध्यमबाट हेरेको चाम्लिङ भाषा उहाँलाई चाहिँ निकै रहेछ यो फिक्कलको रहेछ दुङमछा चाम्लिङ रहेछ उसको किताब हेरेको मैले त्यो मजुवामै उसले भाषाहरू निकै त्यसमा उल्टाहरू गरिदिएको छ एक साइडमा बान्तवाको पनि छ एक साइडमा चाम्लिङको पनि छ हाम्रो जस कुमारकोमा हेरेको त्यो किताब रहेछ जस कुमार त्यस्तो रहेछ हजुर उहाँले चाहिँ निकै किताबमा निकै राम्रो लेख्नु भएको छ अब यसमा अब हाम्रो दाजुभाइमा सबैभन्दा जेठा यहाँ रम्बेङमा दाजु थियो अब त्यो समयमा हामीले मलाई एकदमै चासो थियो यो हाम्रो कुलहरू कसरी गर्नु के गर्नु भनेर चासो हुँदाखेरि दाजुलाई हामी लेखेर लान्छौँ भनिदिनु टक्कै मानेन लेख्नु चाहिँ हुँदैन अनि ठ्याक्कै मानेन हजुर जसकुमारले चाहिँ नदिनु होइन यता सोमको टिप्पा टिप्पा हो के अरे के एउटा हामीले जाल खेल्यौँ भने यता चाहिँ हामी सोधेको जस्तो गर्ने भित्रोपट्टि चाहिँ उसले बोलेको लेख्नु लेख्नु एक भाइलाई लाग्यो गङ्गे चाहिँ लेख्ने हो गङ्गाबहादुर छ नि त्यहाँ हाम्रो आउँछ यता हाम्रो मेरो जेठा दाजु यसको पापा र म चाहिँ सोच्नु भित्रबाट ऊ चाहिँ भन्ने यो भनेको यस्तो अब भन्नु चाहिँ भनेर फरेर लग्यो उल्टा छैन त्यो अझै छ मेरोमा के भनेको लेख्ने त हाम्रो भाषाको जम्मै लेख्नु तर त्यसको बस्नु उल्टा चाहिँ छैन त्यस्तो पनि भयो
त्यसको अर्थै छैन। पापाले लेखेको छ त। अच्छा एउटा कुरो पापाकोमा कतिको ज्ञान थियो होला? त्यो नि हामीबाट त थुप्रो थियो। किनभने आमा खस्नु भयो नि, आमा खस्दाखेरि चाहिँ उसले चिन्ता राखेन। उसले चुलामै नै रम्बेङको जेठा तिपासँग चाहिँ मुदुम गरेबाट नै उसले पार लगाएको हो नि त। अन्त भनेपछि उसकोमा बेजोड ज्ञान चाहिँ थिएछ। त्यो नि अब मैले किन सोधिनँ भने केही पनि सोधिनँ। कारण चाहिँ के भने म मर्छ भनेर भन्छ, उसलाई धक्का पुग्छ भनेर चाहिँ म कहिले उसलाई मैले इन्क्वायरी गरिनँ नि त हो। अनि त्यो कारणले गर्दामा मैले बहुत कुरो मिसछ्याप गरेँ, छोडिपठाएँ। र अब मलाई दुःख लाग्छ होइन। हामीलाई चाहिँ मलाई चाहिँ भएको कुरो आइज यस्तो यो भनेको यसो यसो गर यसो गर यसो गर भन्दाखेरि त्यो हाम्रो माछाकोमा गर्दाखेरि सबै सिकाएको त्यो अहिले जो हाम्रोमा चलिरहेको छ हो त्यो पापाबाटै सबै भयो। अन्त मैले अरू जग्गा हेर्दाखेरि हो रहेछ हाम्रो डिबुछाभित्रको हेर्दा चाहिँ त्यही रहेछ। कठोर थियो नि त, स्ट्रङ थियो पापा त। थियो नि, राम्रो थियो नि पापा। तर के भनेदेखि बेसी चाहिँ के भयो भनेदेखि बान्त बेसी थियो नि त, गर्दाखेरि हाम्रो त्यहाँ केही चल्दैन। हामी चाम्लिङ हाम्रो सन्तान मात्रै थियौँ, अरू चाम्लिङ छ तर उहाँहरूसित केही कतिवटा नमिल्ने। नभए त पापा त पुरै उ गर्ने हो नि। तर पापाको पनि गुरु चाहिँ ऊ नै हो, जेठा तिप्पै हो। हजुरलाई त भएन त। अन्त अब यस्तै छ यताको चाहिँ हेर्नुहोस् न, चलपल यही हो। अब यो ठाउँमा पुग्नु पनि गाह्रो, हाछुङ गर्नु पनि साह्रो। बोर्डर पर्यो, बोर्डर पर्यो। अन्त यहाँ एउटा अब अस्ति हाम्रो कुरा पनि भयो, एउटा राम्रै हिसाबले मजाको एउटा डिबुछाहरूको गठन बैठक गरौँ भन्यो भने यहाँ अलिकति गाह्रो छ। यहाँ चाहिँ अहिले गाउँै पछिको पार्टी छ, गाउँै पछिको पार्टी ऊ यसरी सिआरपीहरू हिँडिबस्छ। अरू केही पनि होइन, फल्ना ठाउँमा यसरी मिटिङ बसिरहेको थियो भनेर फोटो खिचेर अहिले के सजिलो छ। अन्त यहाँ चाहिँ यसरी अब 10-15 जना बस्यौँ भनेदेखि आएर चाहिँ के पो त्यो फल्ना घरमा त के छ भने भोलि हालिहाल्छ। के थियो तिम्रोमा? अर्कोले पनि सोध्छ, अर्कोले पनि सोध्छ। आइको बसेको अफसरहरू नेपालको पनि यताको पनि हो, त्यो बाटो हेर्छ कि फेरि सबले चिन्नु थालेछ होला भन्दै हो। अब घरमै आइपुग्छ तिर्खा लाग्यो भने पनि जानु पर्ने त्यस्तो खालको ठाउँमा बस्यो। ठिक छ। के छ भनेदेखि मान्छे जो पाक्यो ऊ पर्फेक्ट हुन्छ। दुःखले मान्छेलाई जिउन सिकाउँछ। जो सुखमा बस्यो उसलाई कसरी दुःख गर्ने अनि कसरी आफू जिउने, कसरी अगाडि बढ्ने भन्ने ज्ञान कम हुन्छ। बुढापाकाले भनेकै कुरा हो। त्यसले गर्दाखेरि विषम परिस्थितिमा नै मान्छेले प्रगति र उन्नति गर्छ क्या। सहज परिस्थिति भने आरामले बस्छ, उन्नति प्रगतितिर उसको मनै जाँदैन। त्यसले गर्दाखेरि तपाईँहरू यस्तो ठाउँमा बस्नु भएको छ र पनि आफ्नो संस्कार बिर्सिनु भएको छैन होइन। भाषा भन्ने कुरा चाहिँ के हो भनेदेखि यो हाम्रो गल्तीले, हाम्रो दोषले भएको होइन। यो राज्य सत्ताले विलोप बनाइदिएको हाम्रो भाषा। राज्य सत्ताले जबरजस्ती एउटा राजा एउटा देश एउटा भाषा एउटा भेषको नीति लिएर
अरू भाषाहरूलाई नामेट पार्यो। खालि नेपाली भाषालाई मात्रै प्रश्रय दिएको हुनाले नेपालभित्र बोलिने अन्य थुप्रै भाषाहरू, अब हामी राईहरूको त एउटा गर्व लायक गर्ने कुरा, कति मान्छेले चाहिँ मन पराउँदैन, तर हामीले गर्व गर्नुपर्छ। हामी एउटै जातिमा 26वटा भाषा अझै पनि बोल्दैछौँ। 32वटा भाषामा अरू लोप भएर गयो होइन, 6वटा भाषा लोप भएर गयो। 26वटा भाषा त अहिले पनि छ हामी राई जातिकै मात्रै। भनेको कति धनी हो त, एउटा भाषा निर्माण गर्नको लागि कति सय वर्ष लाग्छ। हाम्रो पुर्खाहरूले चाहिँ त्यसरी विभिन्न भाषाहरू निर्माण गर्नु, त्यो चाहिँ हाम्रो पुर्खाहरू चाहिँ विद्वान हुनुहुन्थेछ भन्ने कुरा हामीले गर्व गर्नुपर्छ होइन। विश्वमा अन्त कतै पनि छैन त्यति धेरै भाषा भएको एउटा जातिमा। बरु नेपालमै चाहिँ नि तपाईँ पश्चिमतिर मधेसतिर जानु भने 16वटा जातिहरूले जम्मा एउटा भाषा बोल्छ, भोजपुरी भाषा। विभिन्न जाति छन् उनीहरूको आफ्नो भाषा नभएर एउटा भोजपुरी भाषाको शरण लिनुपर्छ। नेवारमा हेर्नुभयो भनेदेखि नेवारमा त तपाईँको चाहिँ बाहुनदेखि लिएर दलितसम्म छ। त्यति धेरै जाति मिलेर एउटा नेवार जाति बनेको छ। उनीहरूले एउटा मात्रै भाषा प्रयोग गर्छन्। त्यहाँभित्र हामी किराँतीहरू पनि छौँ। त्यो मालाकार, तपाईँको चाहिँ तन्डुकार, के अरे उहरू भन्नेहरू चाहिँ किराँतीहरू हुन्। तपाईँको तल पोडेहरू तिनीहरू चाहिँ दलितहरू हुन् भने राजभण्डारी, जोशीहरू बाहुनहरू हुन्। त्यस्तै धेरै जातिहरू मिलेर एउटा जात भन्दा उनीहरूको एउटा मात्रै भाषा छ भने हाम्रो चाहिँ एउटै भाषामा 26वटा, एउटै जातिमा 26वटा भाषा छ। त्यो भाषा चाहिँ त्यो लोप हुँदै अझै तिलुङ भाषा अब केही वर्षभित्र लोप हुन्छ, 25वटा मात्रै रहन्छ। अघि काकाले भन्नुभयो अब बोल्ने मान्छे भएन अनि त्यसपछि हामीलाई आएन भन्छ। अब भाषाशास्त्रले के भन्छ भनेदेखि भाषा एकजना मात्रै बोल्ने मान्छे रह्यो भने त्यसलाई मृत भाषा भनिन्छ। किनभने उसले जानेको भाषा, त्यो माध्यम भाषा भने त आफूलाई लागेको कुरा एक्सप्रेस गर्ने, अरूलाई सुनाउने एउटा माध्यम न हो होइन। भाषा भने हामी इसाराले पनि हामीले भनेको कुरा अरूलाई बुझाउन सक्छौँ नि त। त्यो सहज होस् भनेर भाषाको विकास गरेको न हो पुर्खाहरूले। त्यो तिलुङ भाषामा अहिलेसम्म 5 जना कि कतिजना हुनुहुन्छ, एकजना मात्रै रहेपछि त्यो भाषा मर्यो। किनभने उसले जानेको भाषा अरू कसैलाई एक्सप्रेस गरेर बुझाउन सक्दैन। जब पाउँदैन, उसले भनेको कुरा बुझ्ने दोस्रो श्रोता हुँदैन भने त्यसलाई मृत काम छैन, त्यो मृत भाषा भनिन्छ होइन। त्यसरी अब राज्य सत्ताले हाम्रो भाषामाथि दमन गर्दै गर्दै लोप हुँदै गयो। अब नेपालमै त अब हामीलाई नै आउँदैन हाम्रो भाषा होइन। झन् यता अर्काको ठाउँमा आएर दुःख गर्दाखेरि त्यो भाषा बोल्ने मान्छे त चाहियो नि त। कोसँग बोल्ने? अर्को नयाँ ठाउँमा आइएको छ, नयाँ मान्छेले हाम्रो भाषा बोल्दैन। नबोलेपछि बाध्य भएर पहिला इसाराको भरमा अनि 1-2वटा आइज होइन, जा, आगो, अराष्ट्रिय तत्त्व होइन। अनि अर्को एउटा शब्द हुन्छ, लेखकै भन्दा मलाई आएन। आफ्नो मात्रै जातिको कुरा गर्नेलाई एउटा शब्द प्रयोग गर्थ्यो। त्यसरी हामीलाई चाहिँ वञ्चित गराउँछ हाम्रो भाषा संस्कार सम्बन्धी कुरा गर्नलाई। चाम्लिङमै विवाह भएर चाहिँ भएको भएदेखि चाहिँ भाषा चाहिँ अलिक नजिक हुने थियो होला। अब हाम्रो त आमा सुनार, मुखिया सुनार। अब आमासित आफ्नो भाषा बोल्ने कुरा आएन। सिकाउँ भनेदेखि त्यो जमाना आमा बाप पापा भाषा बोल्ने भएदेखि त छोराछोरीहरू बोल्ने थियो। अब जस्तै सन्तुको आमाहरू, अब उसको पापा आमा भाषा बोल्थ्यो, उनीहरूबाट त बोल्यो बान्तवाहरू हो। अन्त त्यो एउटा बुढो मान्छेहरूले किन अनाजात बिहा नगर्नु भनेको त्यो कुरो पनि रहेछ। भाषा संरक्षणको चेत पनि हो एउटा। त्यो हो नि। अब त्यो तपाईँले बोल्दैन भाषा सम्बन्धीमा। अब त्यति बेला चाहिँ के हुन्छ भने संस्कार पनि बिग्रिएर जान्छ होइन। किनभने म यही कुरो चाहिँ खोज गरान्थेँ। जस्तै अब अजात बिहा गरेपछि ऊ आफ्नो कुलभित्र पस्नु पाउँदैन। अब त्यो किन पाउँदैन? जुवाब कसैले दिनु नसक्यो, कोही त्यसै भन्छ। अब के त्यसको त ठोस प्रमाण त हुनु पर्यो नि त।
त्यही कारणले गर्दामा दिबुचाहरूलाई बोलाएको छ त भने क्या तँ जान्छ म जान्छु भने अब त्यो उत्तर मलाई दिनु यहाँ सक्दैन कसैले पनि। अन्त उहाँ गएर चाहिँ मैले त्यही इन्क्वायरी गरेर आएँ हाम्रो देवराज सरको दाजुलाई, उहाँसँग म सेपरेट बात मारेर यो कुरोहरू खोज गरेँ क्या। अन्त म त्यहाँ गएको चाहिँ मैले फाइदा उठाएँ होइन। आज म कसैलाई केही भन्छ भनेदेखि त्यो म प्रमाणित तरिकाले बात मार्न सक्छु। अन्त यसरी चाहिँ खोजपूर्ण छ, सानो एउटा शब्दको खोज गर्नु चाहिँ समय लाग्छ। अब त्यसको निम्ति माथिबाट नै पठाएको हुनु पर्दो रहेछ क्या जिम्मेवारी दिएर। जस्तै हाम्रो दिबुचाको खोज तलासभित्र मनोज भाइ सानो भए पनि उसले ठुलो योगदान दिइरहेको छ। त्यो किन अहिलेको यो जुन चाहिँ टेक्नोलोजीले गर्दामा उहाँ त्यो क्षेत्रबाट गर्दाखेरि चाहिँ हाम्रो वंशावलीमा चाहिँ धेरै सपोर्ट भइदियो नि त। आज उहाँ जस्तो यङ जेनेरेसन चाहिँ नभइदिएको भए त्यो टेक्नोलोजीलाई फलो गर्नु धेरै चर्को पर्छ र उहाँको सेकेन्डरी त झन् राम्रो भइदिनुपर्छ। हाम्रो यो सेकेन्डरी चाहिँ एकदमै खतम हुँदैछ। यो किन र हामीले यिनीहरूलाई अलिकति प्रोत्साहन दिनुपर्छ र यिनीहरूको हामीले संरक्षण गर्नुपर्छ। म चाहिँ त्यही भन्छु क्या, सानैबाट हामीले त्यो नानीहरूलाई मौलिक ज्ञानहरू दिँदै गयौँ भनेदेखि चाहिँ तिनीहरू एक दिन ठुलो रूपमा झ्याइदिनु सक्छ नि त होइन। किनभने हामीले तलै नै त्यसलाई मलजल गरिउन भनेदेखि त्यो त रोगी हुन्छ, त्यो निरोगी हुनु सक्दैन। र हामीले चाहिँ यस्तो कुरोहरू पनि अलिक गरौँ, घरभित्रबाट यो संस्कार तयारी गरौँ है हाम्रो भित्र भन्छु म चाहिँ क्या तपाईँको। हजुर लु अब खिच्ने भने 73 वर्ष कति वर्ष भन्नु हजुर? 73 भने होइन मतलब यो चाहिँ टिपो यो मतलब फोटो चाहिँ खिच्ने हो क्या। कुरो त धेरै भइसक्यो। ठिक छ हजुर त यहाँ बस्नु न लु हामी यता बसौँ अनि होइन यसो गरौँ न, उहाँलाई चाहिँ अगाडि राखौँ न। काका काकी चाहिँ यता आउनु बिचमा हजुर ल हुन्छ यसरी उता बस्नु। पछाडि उभिने पछाडि चाहिँ उभिने हो, उभिनु पर्ने भयो। अनि खै मनोजको म पनि आउँछु कि त्यहाँ झुन्डाएर आउनु नि त होइन त्यहाँ एउटा टेबलमा राख्दा पनि टाइमरमा छोडेर भिडियो गरेर अलि मजाले यता हेर्नुहोस् ल। 73 वर्ष होइन? हजुरको शुभ नाम त के भन्नुभयो? इन्द्रबहादुर राई दिबुछा 73 वर्षको हुनुहुन्छ है। इतिहास हो उहाँ चाहिँ हाम्रो। ल अब कोही हुनुहुन्न है यहाँ सेरीको, एकजना बोलाउनुहोस् त कोही छ भने फ्यास है। म खिचिदिन्छु त बस। ल भिडियो पनि भइरहेछ, यहाँबाट क्लिक हान्नुहोस् ल। ट्याक दिदिनु फोटो हुन्छ छेउछेउमा गोलोमा हुँदैछ। अब 1-2 हप्ता हाम्रो दिवसहरू हुन्छ। ल हस् हजुर। ल अब हामी लाग्यौँ अहिले चाहिँ यो हजुरलाई भेट्दा पनि खुसी लाग्यो। लु हस् हजुर ल लाग्यौँ। हस् ल हस् हजुर हुन्छ हाल्ने। हजुरको फेसबुक चलाउनुहुन्छ हजुरले? के छ फेसबुक आइडी हजुरको? थाहा त छैन के होइन नम्बर फेसबुक आइडी फेसबुक आइडी ए ओके हस् ल। हाम्रो चाहिँ त्यो किराँतलाई चामलिङ दिबु खाम्बातिम भन्ने छ पेज, त्यो हजुरलाई थाहा छ कि छैन? ए त्यहाँ जोइन गरेपछि जस्तो लाग्छ एकजना मरौ भएर त्यो आउनु भएको थियो है। उहाँ हामीसित सम्पर्कै गर्दैन, कताबाट? त्यो चाहिँ हाम्रो कतेबुङको के ठाउँ स्पेसल ठाउँ चाहिँ के भन्छ यसलाई? त्यो चाहिँ मेची गोदामधोरा। मेची गोदामधोरा
पारी नेपाल वारी भारत यो चाहिँ भारत पऱ्यो तपाईँको हजुर यता चाहिँ नेपाल सपना पनि नदेखेको ठाउँमा पनि आइपुग्यो लियोस् ए भन्नु हामी चाहिँ क्या सपनामा नदेखेको वंशहरूलाई पनि भेट्छौँ यो त ऐतिहासिक जग्गा हो नि हो सिमाना 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 हो हामीले चाहिँ सपना पनि नदेखेको क्या आउँछु भन्ने सपना पनि देखिँदैन नि त त्यो जोड्नु पर्छ हो हो एकदम एकदम भनेको अब तपाईँहरू अब मेची त तपाईँ सिमाना हजुर हजुर सिमाना प्रान्तमा है हजुर त्यो पर्यो म चाहिँ कुटी एउटा के अरे हाँसपोखरीमा चाहिँ भेट्नु हौ त्यहाँको त्यो भाइ पनि आएको थियो एउटा सानो फुच्चे तपाईँहरूसित त्यहाँ गयौँ अनि मलाई चिन्छु पनि भन्यो होइन तर उहाँ चाहिँ हामीसित सम्पर्कमै जङ्गबहादुर जङ्गबहादुर तलको चाहिँ त्यो जङ्गबहादुर हो कि जङ्गबहादुर याद गर है नाम यहाँ सबै भिडियो हुन्छ हो जङ्गबहादुर एक दिन हामी को दाजु को उहाँ चाहिँ पुवा मजुवा दाजुहरू घरमै त बस्दो रहेछ नि उहाँको मिसेस बितेर होइन बितेको उहाँहरू आउनुभयो गाडी लिएर आउनुभयो अनि मलाई भनेर हामी गयौँ थाहा छैन मलाई पापा जानुभएको थियो रहेछ नि त्यहाँ दिबु छ लु हजुर लु हिँड्छु नि अगाडि लु हजुर ल है हजुर ल लाग्यौँ हजुर हस् ल हस् हुन्छ हुन्छ हिँड्नु अगाडि हस् कतिवटाहरूकोतिर पनि लैजाउँ भनेको खै यही हो त्यही त एकदम यो चाहिँ बोर्डर मेची खोला त्यो तलदेखि ठुलो देख्छ त्यो चाहिँ हामी जस्तो कि उयो अब यहाँबाट बगेपछि तल ठुलो के अरे सिद्धि खोलाहरू हुँदै गर्छ ठुलो बोर्डर है हुँदै जान्छ नि त बोर्डर तल त त्यही त ठुलो छ म त त्यही त्यत्रै सोचिरहेको ए थिएँ होइन नि हौ भने यहाँ पनि माछाहरू चाहिँ पाउँछ पुरा है यहीँ छ माछाहरू चाहिँ मेरो जानकारी अनुसार पक्का पुल चाहिँ बनाउन पाएन दिँदैन अनि त मेन नाकामा भन्दा त घुसी पैसाले त्यस्तोबाट पनि सजिलो हुने रहेछ त त्यसको चाहिँ सुविधा छ जस्तै हाम्रो रुपेन भाइले बिजनेस ओसार पासार गर्छ भने त्यो छिरिहाल्छ ए अच्छा 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 ल गाइस यो चाहिँ नेपाल र भारतको सिमाना है मेची खोला अनि यहाँ चाहिँ गाउँ यस्तो रहेको छ है त ल ल हेर्नुभयो नि तपाईँहरूले मेरो ब्याकग्राउन्ड भएको चाहिँ मेची खोला हो पारिपट्टि नेपाल यता वारिपट्टि भारत यस्तो छ यो खोला मेची खोला सिरै परेन हजुर यो होइन शिर अझै माथि छ यो चाहिँ मतलब अब यो ओकेटी र मतलब अब छिरुवाको बिचको छिरुवा र ओकेटीको बिचको यो चाहिँ भाग पऱ्यो होइन त यो चाहिँ हाम्रो सबै वंशहरूको घर रहेछ सबै हाम्रो वंशहरूको घर होइन यो पनि यो यिनीहरू यति चाहिँ बोर्डरमा सुन्नु त सुनेको यहाँ बोर्डरमै छ घर भनेर हजुर सुन्न चाहिँ सुनेको थिएँ यहाँ त नरहेछ सबै तल लगेको जस्तो छ हुन्छ हस् ल फाइनल्ली अब हामी भारतको दिबुछाहरूको वंशहरूको घरहरूबाट हिँड्दै आफै नेपालतिर लाग्न आँट्यो हामी कडा हो विदेशबाट स्वदेश हिँड्दै जाँदैछौँ कुनै पनि बोर्डिङ पास पनि चाहिएन भिजा पनि चाहिएन बोर्डिङ पास पनि चाहिएन टिकट पनि चाहिएको छैन दिबुछाको पावर यति चाहिँ यति त कडा नि हामी केही चाहिएन सिधै अब फेरि हामी विदेश जाने भारतबाट नेपाल होइन त्यो अलिकति त हो रुपेनकोमा ननिस्किनु पर्यो त्यहाँदेखि हौ रुपेनकोमा जानु ओह्रालो ओके ओके जाउँ न जाउँ
यो पत्ता चाहिँ के को लागि लगाइदिनु भएको ए ग्रास कार्प चाहिँ हो यो माछा के माछा हो यो यसलाई यो छायाको लागि कि लुक्नको लागि हो ए खानु ए अम्बो ए यसरी खाँदो रहेछ यो त काकाहरू परे ए मतलब यो पत्ता खान्छ यो माछाले यो अनि कति दिनमा खाइसक्छ यो चाहिँ ए सधैँ काटेर हाल्नु पर्यो यसरी नि यो पत्ता मात्रै हाल्नुहुन्छ कि अरू पनि दिनुहुन्छ अच्छा अच्छा यो कहिले ठुलो हुन्छ यो लाग्छ बाङा मैले अस्ति सबै छाटेर अहिले चाहिँ उयो गरेको नि यो ठुल्ठुलो चाहिँ छाटेर चाहिँ यो ए मसिनो राखेको ए ल हाम्रो यो तपाईँको हुन्छ 6 किलो 7 किलोसम्म ए ठुल्ठुलो हुने रहेछ नि कतिलो हुन्छ ए मैले जस्तो 2 किलोसम्मको चाहिँ बेचेँ ए कसरी किलोको चाहिँ यो हाम्रोतिर त 250 छ बाङा अहिले ए 250 मात्रै किलोको हजुर हजुर बाङा हाम्रो यता हजुर ऊ जस्तो के रेट हो भनेको चाहिँ सस्तो रहेछ बजारमा पनि त्यही 250 अलिकति बजारमा 1-2 पैसा ज्यादा अलिक ज्यादा पर्छ हो ज्यादै पर्छ अच्छा हजुर ल झन् धरानतिर त महँगै परेको नि यो त धेरै उहाँ त 700-800 हजार परिहाल्छ नि यो त ए लु लागौँ यसरी बसेको छौँ है हामी एकदम राम्रो राम्रो अब छोरी चेलीको पनि सबै आफ्नै यहाँ कोही छैन अर्का सब आफन्त सबै आफ्नो आफ्नो सबै आफ्नै मात्रै छ नि यसो अधेर हिँड्दा कोहीसँग ठोक्यो भने पनि आफ्नैसँग ठोक्यो हजुर हजुर लाग्यो ल ल माथि मेरो काकाकोमा ल फुपूको नाति नि हौ ए अच्छा अच्छा दाजुको छोराहरू होइन अघि त हामी त तल गयौँ त यहाँ अब विदेश यता अब यताबाट अब हामी आफ्नै देश लाग्यौँ त विदेशबाट आफ्नै देश कहाँ जाने माइला दाजुकोमा दाजु माइला बिस्तारै हिँड्नु ल समाइदिनु त मलाई अलिकति भिडियो हल्का अब हामी विदेशबाट सोध्दै जाँदैछौँ भुपू ब्रिटिस आर्मी हाम्रो दुजु पनि तर्नु भयो पनि जोस र उयो त त्यति ल ल फिटनेस ल ठ्याक्कै सिमाना हो यो सिमाना पक्नु है यो चाहिँ मेची यो चाहिँ यो पार चाहिँ यता दुईटा राष्ट्रको यता भारत पर्यो यता नेपाल पर्यो सिमाना यो है यो चाहिँ हो हो ठ्याक्कै हो खोलाइमै अब हामी बिचमा बस्नु भयो हामी अब विदेशबाट सोध्दै जाँदैछौँ होइन त नेपाल ल ल ओके ल हामी कडा मान्छे बिना पासपोर्ट बिना भिसा यहाँ चाहिँ फेरि पक्की पुल बनाउन पाइँदैन अरे भन्ने जानकारीमा आयो ए लु पाती साथी चढाउनुपर्छ ल पाती ए तिते पाती नै पाती भन्दा पनि पाती नै रहेछ नि त यहाँ त मैले पाती नै भेटेँ तिते पाती नै रहेछ यहाँ रहेछ ल हजुर ल ओके ल ल है हामी अब विदेशबाट मेची खोला तरेर स्वदेश जाँदैछौँ है त ल है दोहाई दो लो है म पनि यहाँ ढोगेर यहाँ पूजा गरेर सबै हाम्रो वंशहरूको राम्रो खलिफा बस् है हजुर ल हामी यहाँ खोला तर्यौँ विदेशबाट स्वदेश लाग्यो है ल हामी चाहिँ अब विदेशबाट स्वदेश लाग्नेछौँ ल फाइनल्ली तर्यो है पारी विदेश भारत इन्डिया यो तर वारी नेपाल आयो हामी जन्मभूमि भित्र बसेर
नेपाल भारत नेपाल यो चाहिँ भारतै गाइज ल यो चाहिँ नेपाल यो चाहिँ भारत यो नेपाल नेपाल भारत लागौँ उकालो माइला दाजुकोमा हौ एकछिन हो अनि त्यही त वरिपरि यहाँ सबैलाई चिनाउँदै आएको हिजो आउनु भएको माथि नै बस्नुभयो तल दोकानमा बिर्सो बनाउनमा आउनु भएको छ नि त सिलगढी जानु भएको छ कि भेना चाहिँ दाजु सिधन कहाँबाट आएको ए कति ल्याऊ स्याम्पल मात्रै ल्याऊ ए ल यो चाहिँ सबै हाम्रो दाजुकै बारी पापा घरमै हुनुहुन्छ पापा के हिँड्नु सक्छ अब गाडीमा यसो हिँड्यो भने म त यहाँ नभए त यहाँ गोदामै त झर्छु ल हजुर लाग्यौँ हामी माथि ल दाजु ल गर्दै गर्नु यो सबै हाम्रो दाजुभाइको जग्गा अच्छा हजुर अब सुरु हुँदैछ नि भाउजू त्यो मैले लिएर अलिकति घरमा हजुर पछि धरानतिर कतिको चल्छ राम्रो चियाहरू स्टलहरूतिर हजुर मेरो चाहिँ त्यही कारबार भारत यता नेपाल नेपालतिर पनि त्यस्तो खालको भयो भने चाहिँ उहाँ 6 बजे आउँछ स्कुलले लिएर त्यहाँदेखि के गर्छ त्यो फुलहरूतिर चाहिँ साह्रै स्याहारी बस्छ पानी सर हाम्रो जेठा दाजु त अलिक कस्तो छ हो हुन्छ नि बस जेठा दाजु त यो सँगै छ पनि अहिले रिटायरै भएर बसेको रिटायरै भएर बसेको तिनै भाइको त्यहाँ छोरा पनि पल्टन नै हो पल्टनमा यता इन्डियामा राम्रो छ इन्डियाको मान्छे त धेरै राम्रो छ तर अहिले चाहिँ भर्ती भएको छैन होला नेपालको त्यति अहिले त 4 वर्ष कति वर्ष भन्ने छैन नेपालबाट लाग्दै यहाँ जस्तै हाम्रो फुटबलको छोरा मैले लगाएको थिएँ नि ल त्यो लागेको छ अब त्यो बनारसमा पढेको गएको थियो गएको छैन अब 21 तारिक यस्तो रहेछ 4 वर्ष भन्दा पनि ऊ राम्रो गर्यो भने उसलाई अहिले जान्छ अब जस्तै जान्छ नभए अलिक अब त्यस्तै अलिक त्योहरूलाई चाहिँ 4 वर्षमा नेपालबाट यहाँ आएर पनि उच्च सम्मान र आशीर्वाद प्रदान गरेका छन् है पनि ग्रेजुएटको फुल सकेर पनि मास्टर्स डिग्रीमा पनि यसले चाहिँ दार्जिलिङको एकदम उच्च स्थानमा लिएको गभर्मेन्ट कलेजबाट होइन गभर्मेन्ट कलेजको गभर्मेन्ट कलेजमा चाहिँ एउटा टपर दार्जिलिङ उयसबाट भनेपछि एमबियुमा चाहिँ तपाईँको नर्थ बेङ्गाल युनिभर्सिटीमा चाहिँ 9 पोजिसनमा आयो अब राम्रो पढेको छ होइन अब अझै भविष्यमा राम्रै गर्दै जानु अब हाम्रो दिउँसा वंशहरूको नाम चाहिँ राख्दै जानु शिवपूजा बनाउँदै जानु अब तिमीहरूले जति राम्रो काम गर्छौ हाम्रो दिउँसाको नाम त्यति फैलिएर जान्छ अब हामी चाहिँ बुढाबुढी भयौँ अब हामी केही पनि गर्न सक्दैनौँ हामी चाहिँ अब तिमीलाई आशीर्वाद मात्रै दिन सक्छौँ अब अस्ति हामीले हाम्रो नाति पर्छ भन्ने त्यहाँ सिद्धार्थ डाक्टर सिद्धार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उसले त्यो के सर्जरी अहिले ठ्याक्कै नाम आएन 2टा गोल्ड मेडल जित्यो
अनि त्यसो भएपछि अब त्यत्रो इन्टरनेसनल कलेज हो नि त त्यो त त्यसमा चाहिँ अब सबैभन्दा उच्चतम अङ्क ल्याएर जुन एउटा गोल्ड मेडल दिएको उसलाई चाहिँ हामीले सम्मान गरेको त्यो बेला यहाँदेखि हाम्रो रूपेन्द्र अशोक दाजु जानुभएको थियो कार्यक्रम 2 जना पुग्नुभयो अकस्मात बोलाउँदाखेरि देश आइपुग्नुभयो अनि अब आउँदै गर्दाखेरि हामीले पनि सुन्यौँ अब आसनले पनि निकै राम्रो के अरे टप गरेर उसको पछि त्यो जहाँ भए पनि त्यो चाहिँ एकदम राम्रो खुसीको कुरा हो हाम्रो लागि र यस्तो कुराहरू चाहिँ यति नै सीमित नहोस् अरू अझै अगाडि राम्रो गर्दै जानु राम्रो हुँदै जानु वी एक्सपेक्ट मोर फ्रम यु ओके ल भन्दै आशीर्वाद सहित खदा लगाइदिने अब हामी नाम रोशन भएकोमा हामी गर्वले एकदम प्रफुल्ल भएर खुसी भएर लु पहिला दाजु ताली बजाम अलिअलि पेराएर ताली बजाम ताली बजाम ताली घेरै भाउजूले पनि म पनि लगाइदिनु पर्ने हामी क्यामेरा लु भाउजूले त अब हामीलाई पारा आउँदैन है चामलिङबाट होइन पछि पनि भनेपछि त अनि यहाँ त मिलेन त पुरा पूर्ण आशीर्वाद सहित वंशको नाम रोशन गरेकोले होइन अब धेरै धेरै बधाई शुभकामना फेरि आउने दिनहरूमा पनि यो भन्दा नाम रोशन गरेको सुन्न पाऊँ भन्ने हिसाबले हामीले नेपालबाट यहाँ आएर पनि उच्च सम्मान र आशीर्वाद प्रदान गरेका छौँ है। ल अहिले हामी चाहिँ नेपाल र भारतको बोर्डरमा छौँ हाम्रो वंशहरूसँग सबैजना यो भिडियो हो। ल संसारभरिको दिवसाहरूलाई हाम्रो तर्फबाट हवा नमस्ते छ। हामी यसरी नै देश विदेश दौडात्मा सम्पूर्ण दिवसा वंशहरूको खोज अन्वेषण अनुसन्धानको क्रममा आज हामी भारतको ओकेटी भन्ने ठाउँमा दार्जिलिङको ओकेटीमा आइसकेका छौँ र यहाँबाट हामीले एकदमै तपाईँहरूलाई सम्झिरहेका छौँ र क्रमिक रूपले तपाईँहरूकोतिर पनि आउनेवाला छौँ है त। हाम्रो यहाँबाट नेपाल र भारतको सीमाबाट सबैलाई हवा सेवा नमस्ते। ल नमस्ते ल ओके नेपाल भारतको सीमाना मेची खोलाबाट नमस्कार छ। यता नेपाल यता भारत हामी चाहिँ ठ्याक्कै बोर्डरमा छौँ है त गाइज। ओके ल बाई।